रातको 12 बजे चाहिँ दिस इज अ म्याङ्गो वाउ ल धोएर टक्क रेडी भएको छ ल आँप चाहिँ नुन हालेर अब कचक 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 पिस्नुपर्छ है बबाल खिचाउनु त पानी आउँछ खिचाउनु लड्नु खोर्सानी पिसिसकेर चाहिँ अब हाल्ने हो हाल्नु टक्कसँग टेस्टी हुने होला छ नि त यो त हामीले नै होला है सुरुचोटि खाएको यो सिजनको फल कागती थोरै हाल्नु न टक्कसँग हातैले घोल्दै ल आँखा नपुरोस्नु भयो यतिको चाहिँ हुनुपर्छ है खोर्सानी चाहिँ हातले नै मुस्तिने चाहिँ खत्रै हो तगडा मेन तगडै हो रातको 12 बजे चाहिँ आँप खाँदैछौँ है ल कप्पै हालिदिन्छ एउटा चाहिँ यतिको चाहिँ दिनु पर्यो टेस्टी नाइस खाएको छैन पर्खाल गर्ने भन्छ पिरो भयो पिरो नुन पनि ठिक्क भयो गरेर चाहिँ टक्क त फ्रेस बनाउनु भयो पिरोले टेस्टी अझै अमिलो रहेछ तर मिठो चरक्क खालको अमिलो भएछ दामी हुन्छ क्या दामी यसमा अब अझै उयो उयो हाल्नुपर्छ क्या यसमा हामीले नै त होला यसरी सबैजना छिटो खाएको चटपटे प्लस खाने गर्मी छ है गर्मी त्यही भएर लुगा चाहिँ नलगाएको एउटा आँखै बन्द भयो एउटा बेलुका एउटा मिठो एकदम टेस्टी भयो हमारे से प्यार करती है नहीं करती है ल यो लास्ट बाइट सहित थ्याङ्क यू है थ्याङ्क यू